माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदार प्रचण्डले इतिहासलाई पछाडि धकेल्न चाहनेले माओवादी र आफूलाई बदनाम गर्न खोजेको बताएका छन्। शनिबार काठमाडौँमा खिमलाल देवकोटाद्वारा लिखित सङ्क्रमणकालीन न्याय पुस्तक सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि धकेल्न चाहनेहरूले माओवादीलाई विशेष गरी आफूलाई 17,000को हतियार भनेर नकारात्मक भाष्य बनाउन कोसिस भइरहेको बताएका छन्। उनले युद्धको नेतृत्व आफूले गरेकाले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा आफूले लिन्छु भनेको जिक्री गरे। उनले खाएर हतियार व्यवस्थापन र सेना संयोजन माओवादीले टुङ्ग्याएको भन्न केहीलाई कठिन भइरहेको बताए। प्रचण्डले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई बहुमतका आधारमा टुङ्ग्याउन अन्य दलले राखेको प्रस्ताव आफूले अस्वीकार गर्दै सहमतिको आधार अघि बढाउने अडान लिएको बताए। अहिले सङ्क्रमणकालीन न्याय सम्बन्धी ऐन बनिसकेकाले अवस्थामा शान्ति प्रक्रिया सुरक्षा स्थानमा पुगेको भन्दै प्रचण्डले यसलाई मुख्य भूमिका माओवादी रहेको दाबी गरे। उनले सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोगका लागि सिफारिस समिति गठन भइसकेको अवस्थामा यसपटक हर हालतमा सफलतामा पुर्याउनु पर्ने बताए। उनले अरू कसैले चाहँदैमा जनयुद्ध सम्भव नभएको बताए। कुनकुनेमा आगो लागि र हत्या जस्तो सजिलो जनयुद्ध नरहेको उनको भनाइ छ।